आजको एआई को जमाना आएको छ। एआईले गर्दाखेरि अहिले धेरै कामहरू सहज भएको छ भने धेरै काम असहज पनि भएको छ। कोही राम्रो सदुपयोग गरिएको छ भने कोही नराम्रो सदुपयोग गरिएको छ। आजको टाइटल र थम्बनेल देखेर तपाईले थाहा पाइसक्नुभयो आज के को बारेमा विषयमा र के को बारेमा कुराकानी गर्दै जाउँ त भन्ने थाहा पाइसक्नु भएको छ तपाईहरुले। आज चाहिँ एआई बाट म्युजिक बनाउन सकिन्छ, एउटा प्रोफेसनल भिडियो बनाउन सकिन्छ, भिडियो नै अडियो गाना बनाउन सकिन्छ, सङ बनाउन सकिन्छ, त्यो पनि प्रोफेसनल तरिकाले एकदमै राम्रो। कसैले पनि छुटाउन सक्दैन कि यो एआई ले बनाएको हो भनेर। तपाईले लिरिक्स लेख्नु पर्ने हुन्छ, तपाईले लेख्नु पर्ने हुन्छ, एउटा गीत तपाईले सोच्नु पर्ने हुन्छ, गीतको तपाईले टाइटल गीतको टपिक मात्र लेखिदिनु भयो भने तपाईको एकदमैसँग एआई ले गीत जनरेट गरेर दिनेछ। त्यो गीत यति प्रोफेसनल र यति रियलिस्टिक हुनेछ कि त्यो गीत कसैले पनि फर्स्टचोटि सुन्यो भने कसैले सोच्नै छैन कि यो एआई ले क्रिएट गरेको भन्ने। त्यस्ता खाले गीतहरू क्रिएट गर्न सकिन्छ एआई ले। एआई ले जनरेट गरेर दिन्छ तपाईलाई। एआई ले विभिन्न कुराहरुका भिडियोहरु बनाएर दिन्छ, फोटोहरु बनाएर दिन्छ। तपाईले मेरो पछिल्लो भिडियोमा एकदमै माया देखाउनु भएको छ, धेरैले सपोर्ट गर्नुभयो, धेरैले भिडियो वाचिङ गरिदिनु भयो, धेरैले सब्स्क्राइब गरिदिनु भयो, भिडियोमा माया देखाउनु भयो। तपाईलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु मैले यहाँबाट। फेरि आउँदो दिनहरुमा र आगामी दिनहरुमा पनि यस्तै माया देखाउँदै जानु होला, सपोर्ट गर्दै जानु होला भन्ने आशा र विश्वास लिएको छु मैले यहाँबाट। तपाईहरुको समय ढिलाइ नगरी मोबाइल स्क्रिनमाथि जानेछौँ र त्यहाँ पर ढंगले सिक्नेछौँ कि कसरी हामीले गीत बनाउन सक्छौँ रियलिस्टिक। तपाईले युट्युबको ब्याकग्राउन्ड म्युजिक पनि युज गर्न सक्नुहुन्छ यहाँबाट बनाएको गीतहरू। अनि त्यस्तै विभिन्न तरिकाले भिडियो साना भिडियो सुटहरू गरेर पनि तपाईले फेसबुकबाट चाहिँ पैसा अर्निङ गर्न राम्रो सक्नुहुन्छ। त्यस्तै युट्युबमा च्यानल बनाएर चाहिँ अपलोड गर्न सक्नुहुन्छ। त्यस्तै विभिन्न तरिकाले आफ्नो जति पनि दिमागले भ्याउँछ त्यतिसम्म तपाईले यिनी गीतहरू युज गर्न सक्नुहुन्छ। आउनुहोस् तपाईको समय ढिलाइ नगरी मोबाइल स्क्रिनमाथि जानेछौँ। तपाईले लेख्न सक्नुहुन्छ एउटा च्याट जीपीटी छ भनेपछि यो पनि सङ जीपीटी हो, तपाईले लेख्न सक्नुहुन्छ। यो सङ जीपीटीबाट हामीले गीत बनाउनु छ। आज नेपालका पपुलर गीतहरू बनाउने कोसिस गर्नेछौँ कि यसले पपुलर गीत बनाउँछ, कस्तो तरिकाले बनाउँछ सबै गीत हामीले ट्राई मार्नेछौँ। सर्वप्रथम त मैले यसलाई खोल्छु। मैले अहिले खोलिसकेपछि यस्तो इन्टरफेस आउँछ, तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ। म चाहिँ यसलाई चाहिँ मैले पहिले लेखेको थिएँ लिरिक्सहरू। यसमा चाहिँ मैले के भन्छु त भने यहाँ पहिले मैले गरेको थिएँ, यदि तपाईलाई कुनै विशेष गीत चाहिएको हो भने पुरानो फिल्म पप लोक सङ यदि तपाईले यहाँ तपाईले देख्न सक्नुहुन्छ सबै भनेको छ। मैले चाहिँ यहाँ के लेख्छु त भने चाहिँ नेपाली पपुलर सङ्ग्स लिरिक्स भनेर लेख्छु म। यहाँ तपाईले देख्नुहुन्छ लिरिक्स लेख्छु म। यहाँ लिरिक्स लेखिसकेपछि यसले अटोमेटिकली हामीलाई गीत लेखेर दिन्छ। तपाईले देख्न सक्नुहुन्छ पक्कै यहाँ केही चर्चित नेपाली गीतहरू भनेको छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ यो गीत कसले गाएको हो भनेको पनि यहाँ तपाईले बताइदिन्छ यहाँ देख्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ यो मन त मेरो नेपाली हो भन्ने यो गीत पनि छ। अनि त्यसपछि रेशम फिरिरी भन्ने गीत पनि छ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। यहाँ तपाईले देख्नुहुन्छ, मैले नाम भन्दैन म, यहाँ तपाईले देख्न सक्नुहुन्छ यो मन त मेरो नेपाली भन्ने यो गीत। अनि यो गीत ट्राई गर्नेछु र अर्को तल गएर चाहिँ यहाँ अर्को गीत मलाई राम्रो लाग्यो, माया लाउकी भन्ने गीत। यो गीत चाहिँ हामीले ट्राई मार्नेछौँ। यहाँ तपाईले देख्न सक्नुहुन्छ। हामी यहाँ आइसकेका छौँ। यसलाई चाहिँ म साइडमा गर्छु र यसलाई हामीले सङ जीपीटीलाई चाहिँ ओपन गरौँ हैन। सङ जीपीटीले ओपन गरिसकेपछि यहाँ कस्तो यस्तो इन्टरफेस आउँछ, यहाँ तपाईले देख्न सक्नुहुन्छ। मैले चाहिँ यसलाई फाइनल गीत क्रिएट गरिरहेको छु। तपाईले देख्न सक्नुहुन्छ यो तपाईको चाहिँ यो हो डेस्कबोर्ड हो तपाईको मोबाइलको अथवा तपाईको एकाउन्टको डेस्कबोर्ड हो यो। यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसमा चाहिँ यो आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ तपाईले यहाँ अपलोड गर्न सक्छौँ। यहाँ तपाईले देख्न सक्नुहुन्छ। अनि त्यसपछि चाहिँ यहाँ तल एउटा आइकन देख्न सक्नुहुन्छ। यो आइकन चाहिँ सायद भोइस तपाईको भोइस रेकर्ड गरेर चाहिँ अपलोड गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ तपाईले अहिले भर्खरै बनाएका जति पनि योहरू भिडियोहरू छन् यहाँ चाहिँ तपाईको एउटा सर्च बार खुलेको छ। त्यो यहाँ देख्न सक्नुहुन्छ। यो सर्च बारमा चाहिँ तपाईले च्याट जीपीटीबाट कपी गरेको कुनै पनि लिरिक्सहरू यसमा पेस्ट गरिदिनु। यहाँ तपाईले देख्न सक्नुहुन्छ। मैले तपाईहरुको सामु कपी गरेको थिएँ, पेस्ट गर्छु म। यहाँ देख्न सक्नुहुन्छ माया लाउकी भन्ने र यो मन त मेरो नेपाली हो भन्ने यिनी दुईवटा मैले लेखेको छु। मैले यिनी दुईवटालाई एकैसाथ मैले पेस्ट गरिदिन्छु र तपाईको सामु रिजल्ट पनि देखाउनेछु। माया लाउकी भन्ने चाहिँ पेस्ट गरेँ मैले। यहाँ आएर यहाँ तपाईले देख्न सक्नुहुन्छ सङ जेनेरेट भनेको छ, यसमा चाहिँ क्लिक गरेँ। यो चाहिँ जेनेरेट हुँदैछ। यहाँ तपाईले पर्सेन्ट देख्न सक्नुहुन्छ। अब चाहिँ मैले यसमा चाहिँ अर्को पनि तयार गर्छु।
यो मन त मेरो नेपाली नै हो भन्ने यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यसलाई म फेरि क्रिएट गरेँ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यिनी दुईवटा गीत चाहिँ यो यहाँ रेडी हुँदैछन्, तपाईँले देख्न सक्नुहुन्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ रेडी हुँदैछन्। यहाँ देख्न सक्नुहुन्छ एउटा चाहिँ माथि छ भने एउटा चाहिँ यहाँ छ, यहाँ दुईवटा छन्, नेपाली हेयर भनेको छ र माया लाउकी लाउकी भन्ने यहाँ दुईवटा चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ। अहिले पेन्डिङमा छन्। एकैछिन यिनलाई हामीले समय दिनुपर्ने हुन्छ। समय नदिँदा चाहिँ हामीले एकदमैसँग गीत हुँदैनन्। हामीले एकदम 10 मिनट लाग्न सक्छ, अलि धेरै पनि लाग्न सक्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ माया लाउकी लाउकी भन्ने गीत पनि यहाँ भइराखेको छ। अनि त्यसपछि यो मन त मेरो नेपाली हो भनेर यो गीत पनि यहाँ तयार हुँदैछ, देख्न सक्नुहुन्छ। मैले चाहिँ अगाडि पछाडि गरेको थिएँ मैले, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। एउटा यहाँ तपाईँले देख्न सक्नुहुन्छ फर्स्ट नम्बरको गीत चाहिँ माया लाउकी लाउकी भन्ने यहाँ यो तयार हुँदैछ। दोस्रो भनेको यो गीत यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यो मन त मेरो नेपाली हो भन्ने यहाँ तपाईँले लिरिक्स लेखेर देखाएको छ, यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यहाँ तलपट्टि चाहिँ पेन्डिङमा छन् गीतहरू, तपाईँले देख्न सक्नुहुन्छ। एकैछिनपछि म तपाईँलाई ल्याउनेछु, किनभने पेन्डिङ अलि लामो समय ल्याउँछ यसले। यहाँ तपाईँले देख्न सक्नुहुन्छ माया लाउकी लाउकी भन्ने गीत खुलेको छ। यसमा चाहिँ दुईवटा गीतहरू हुन्छन्, दुईवटा गीतहरू बनाएर दिएको हुन्छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ माया लाउकी लाउकी एउटा यो छ 2 मिनट 53 सेकेन्डको भएको छ भने अर्को चाहिँ यहाँ माथि छ, देख्न सक्नुहुन्छ। यसमा दुईवटा किसिमले बनाएका हुन्छन्। सायद हाम्रो अर्को पनि गीत खोलिसक्यो होला। यहाँ माया लाउकी लाउकी भन्ने दुईवटा गीत तयार भएका छन्, हामीले सुन्नेछौँ एकैछिन। पहिला चाहिँ सेकेन्ड गीत सुन्नेछौँ कस्तो बनेको छ। तपाईँले देख्न सक्नुहुन्छ यो गीत चाहिँ ओपन भइसकेको छ। यसले चाहिँ हामीले डाउनलोड गर्नको लागि के गर्नुपर्छ त भन्दाखेरि यहाँ तपाईँले मैले यसलाई स्टेप गरेँ। यहाँबाट तपाईँको सेभको अप्सनमा चाहिँ यो सेभ छ, यसबाट चाहिँ सेभ गर्नुभयो भने तपाईँको अटोमेटिकली चाहिँ ग्यालेरीमा सेभ हुन्छ तपाईँको। यो तल्लो भन्दा यसले दुईवटा दिन्छ, एउटा स्याम्पल अनि एउटा चाहिँ एकदमै रिजल्ट फाइनल गरेर दिन्छ। एकदमै राम्रो गीतहरू बनाउँछ यसले। मैले तपाईँले सुनाउने पनि छु र यो भिडियोको ब्याकग्राउन्डमा पनि तपाईँलाई बजिरहेको सुनाउने छु। अर्को गीत आजको यो भिडियोमा तपाईँले जान्नुभयो, सिक्नुभयो कि कसरी हामीले एआईबाट गीत जेनेरेट गर्न सक्छौँ त भन्ने कुराहरू तपाईँले सिकिसक्नु भएको छ। मैले पछिल्लो समयका यति भ्लग अथवा मङ्की भ्लगको भिडियो बनाइरहेको छु र अझै पनि तपाईँले सहज रूपमा र सजिलै रूपमा तपाईँले भिडियो बनाउनको लागि मैले रिसर्चमा छु। केही भिडियोहरू आउनेवाला छन्, तिनी भिडियोहरू नछुटाउनको लागि र आउँदो दिनहरूमा राम्रो भिडियोहरू ल्याउने प्लानमा छु र तिनी भिडियो नछुटाउनको लागि यो च्यानल सब्सक्राइब गरेर राख्नु होला, किनभने यस्तै भिडियोहरू पाइरहनुहुनेछ तपाईँले। र तपाईँ एउटा सानो लाइक गरिदिनु होला र तपाईँले मनमा लागेका कुराहरू तल कमेन्ट बक्समा गएर कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। आजको भिडियो यहीँसम्म रहेको थियो। भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया अनि सपोर्ट दिन चाहिँ नबिर्सिनु होला। फेरि एउटा नयाँ टपिक र नयाँ भिडियोमा भेट्ने बाचा गर्दै छुट्टिन्छौँ। जय नेपाल।